6 महिनादेखि कुर्दा कुर्दा 3000 पर्ने यो बच्चा बच्चीको साइकल आज म 9000 येनमा बेच्दैछु। त्यो पनि एउटा जापानिज बाजेलाई। लिटरली च्याट जीपीटी युज गरेर मैले अनलाइनमा साइकल बेच्न राखेको थिएँ, जुन बरफले गर्दा कहिलेदेखि बिकेको नै थिएन। बट जापान आइसकेपछि मैले यस्तै 6-7 वटा साइकल किनिसके होला र 2 वटा त जापानिजलाई नै बेचेको थिएँ। अनि अब मसँग जम्मा 4 वटा साइकल मात्र बाँकी छन्। यो साइकल चाहिँ मैले 1 वर्ष अघि सेकेन्ड ह्यान्ड शपबाट किनेको थिएँ, जुन बाहिरबाट थोरै पुरानो भए पनि सुरुमा मज्जाले हावा भरे अनि टिस्यु पेपरले मज्जाले पुछिसकेपछि यो साइकल बेचिनको लागि रेडी थियो। र मैले चाहिँ त्यो जापानिज बाजेलाई मेरो घर तलको यो पार्कमा बोलाएको थिएँ। त्यसैले यहाँ यो साइकल चलाउँदै बाजेको वेट गर्दा गर्दा बाजे पनि यत्रो बडो गाडी लिएर साइकल लिन आउनुभयो र उहाँलाई मैले सुरुमै साइकलको डकुमेन्टहरु बुझाएँ अनि दिएँ एकचोटी मज्जाले साइकलको टेस्ट राइड हान्न। 一回乗ってみた方がいい。乗ってみた方がいい。はい。 यो साइजमा लास्टै सानो भए पनि बाजेलाई एकदमै मन पर्यो रे। どうですか? ブレーキも効くし大丈夫ですね。 उहाँले खुसी हुँदै साइकल पनि लानुभयो अनि मैले पाएँ 9000 जापानिज येन।